त्यही हेर न मुभीमा रहेछ बुन कहाँ गयो नि मामा घर होला न मामा घर आएर कसरी नाचेको देखाइदेऊ ल नाचेर देखाइदेऊ ल छिटो तिज आयो आए माइत हाम्रो यहाँ किशोर बाबु पनि यहीँ छ यी अनि त्यसपछि आमा पनि तयारीमा हुनुहुन्छ लुगासुगा लगाएर हामी मन्दिर जाने तयारीमा छौँ अनि त्यसपछि आएर पूजा गर्ने जाने हो आज चाहिँ 2066 सालको तीजको दिन हो आज सबैजना यहाँ उपस्थित छन् बुवा चाहिँ खाटमा बसिराख्नु भएको छ लक्ष्मी चाहिँ चिटिक्क परेर राम्री भएर अब चाहिँ हामी मन्दिर जाने तयारीमा छौँ अनि यी यताबाट सानी छोरी आइपुगी हाई भन छोरो हाई आऊ यता छोरो दिदी आज यो चिजमा भाइ पनि आछ त्यही भएर सबैजना छौँ है अनि त्यसपछि आएर आमा अब मन्दिर जान आमा चाहिँ कराइराख्नु भयो छिटो जाउँ भनेर त्यसपछि अनि त्यसपछि यो बुने चाहिँ रोको रहेछ रुनी बाहेक यसको काम छैन रुनी बाहेक काम छैन आमा छिटो जाम दिदी चाहिँ दिदी चाहिँ पूजा गर्न नभनी चटक्क परेर साडी लाएर राम्री भएर बस्नुभयो अनि अनि अर्को यी टिका पनि लागेको छ यसले त यी मम्मीको टिका अनि उतापट्टिको खुच्चीहरू यिनीहरू चाहिँ यी भाइ कस्तो अनुभव भइरहेको तिजमा हाम्रो भाइको रमाइलो तिमीहरूले गर्ने मलाई के को अनुभव हो फ्रेन्च तरी पालिरहेछ भाइ सबैजनाको खिचियो मेरो चाहिँ खिच्न पाएन है यो चाहिँ पारुवती आचल नक्कली भइरहेछ म अचम्मै लाग्यो अब हेर न म पनि आउँछु पछाडि लाइट पर्ने भयो के यसमा त भिडियो क्यामेरामा त पर्दैन यसमा चाहिँ लाइट पर्ला जस्तो छ ठ्याक्कै यहाँ मिलेर बस्नु है यहाँ मिलेर बस्नु ल यो मुभी हो के हजुर नै यसो पोजिसन दिएर बस्नु नि त के दिदी हजुर अलि अगाडि बढ्नु धेरै टाढा जानुभयो हजुर पारु नजिक जानु न टाँसिनु फेरि है तीनजना दिदी बहिनी